हेलो, हामी चाहिँ अब क्यामरोन हाइल्यान्डको लागि रातको 11 बज्यो। अब चाहिँ हामी चाहिँ गाडी आइपुगेछ यहाँ हाम्रो सिमानुको गेटमा। अब हामी चाहिँ चल्दैको ल सबैजना। अब चाहिँ हाम्रो गाउँहरू अलिक छोड्दै छोड्दै आएको जस्तो छ है। हाम्रो गाउँहरू अलिक छोड्दै छोड्दै आए जस्तो छ क्या। कसरी खिचेको भनेर मुनिको मिटर पनि निस्किएर रहेछ त। म त त्यसले कसरी खिचिरहेको छ भनेर हेरिरहेको छु क्या। गाडी हिँडेको क्या दामी देखेको यार। भोलि रातको 2 बज्यो। यहाँ ल्याउनु त यहाँनिरको साइडबाट यात्रा कतिको गर्नु नि यसले 3 चोटि तेल खाइसक्यो। अहिले हामी 4:30मा चाहिँ 2 चोटि पेट्रोल हालिसक्यौँ 4:30 सम्ममा। अब अझै पनि हाम्रो बाटो कति छ भने 3 घन्टा बाटो बाँकी नै छ। अहिले चाहिँ यो चाहिँ मलेसियाको पेट्रोल पम्प हो। अब यहाँबाट पनि हामी 3 घन्टापछि पुग्छौँ हाम्रो गन्तव्यस्थल। चाहिँ यो गाडीले चाहिँ पेट्रोल चलो हात राखेर कहाँ घर क्या साइडबाट हामीले चाहिँ चिसो हावासँगै एकदम रमणीय ठाउँ क्यामरोन हाइल्यान्डको यो डाँडामाथि आइपुगेका छौँ अहिले हामी चाहिँ। यहाँ चाहिँ यो धेरै माथि आइसकेपछि यस्तो फेरि जङ्गलको बाटो आइसकेपछि चाहिँ माथि डाँडामा चाहिँ यस्तो ठुलो एउटा मानव बस्ती नै रहेछ। यहाँ एकदम धेरै स्ट्रबेरीको खेती हुँदो रहेछ। स्ट्रबेरी चाहिँ एकदमै जसले पनि यहाँबाट आएपछि स्ट्रबेरी लाने रहेछ। हामी पनि अब स्ट्रबेरी के अरे क्यामरोन हाइल्यान्ड गएको अब कसै न कसैले त अब खोज्लान् कोसेली
अब के ल्याइदिउँ कसैले भिर्ने झोलामा भने चाहिँ अब 1-2 पोका स्ट्रबेरी चाहिँ लिएर जाने निर्णय गरियो। अगाडि साथीहरू जाँदैछन्, पछाडि टेक भाइ चाहिँ पुरै भिडियो फोटो गर्दै सुठुनी। अनि यहाँको मेन देखिएको भनेको चाहिँ सुठुनी र स्ट्रबेरी नै बढी देखियो। ल अब हामी स्ट्रबेरी किन्नलाई जाँदैछौँ। त्यो भाले के पो थियो यो, उचालेर चेक गर्दा हुँदैन? कुद्न पनि रहेछ, दाँत हेर न, दाँत यार यसको। यो चाहिँ नेपालमा पनि देखिएको थियो, भर्खर लगेको। आज यहाँ चाहिँ मलेसियामा भेटियो। नेपालमा पालिराखेको यो हुन्छ। यो कता यता कुन ठाउँमा, जाजरकोट कि कुन ठाउँमा पालेको छ यो। थुक्छ यसलाई, थुक्छ यसलाई। रिस उठ्यो भने त खतरा थुक्दिन्छ नि मुखमा। देउसँग खिच्नु ल, म खिचिदिन्छु भाइ। बस्नु त त्यसको छेउमा। मनलाल यता आउन, फोटो खिचौँ। यहाँदेखि मलाई होइन त्यहाँ आउनु, तपाईँको म खिचिदिन्छु भिडियो त्यतिकै। अब त्यो उसमा मिलाएर आउँछ। ल भेडा आयो, हामी भेडा मान्छे भेडा हेर्न आएको छौँ। हामी भेडा मान्छे हो।